एकदम एक्ज्याक्ट पैसा उडेका नोट त्यो सत्य कुरा हो है डाक्टर साहब। भोलिपल्ट जाँदाखेरि जुन देउबाजीको चाहिँ तपाईको एक कोठाभित्र गइसकेपछि मुनि हामीले पानी ट्याङ्की राख्छौँ नि, त्यो ढङ्गको एउटा मुख छ फलामको, त्यसको मुनि बालो छ, त्यहाँभित्र चाहिँ गहनाहरू थियो भन्ने कुरा चाहिँ त्यो देख्ने मान्छेहरूको कुरा, मैले त्यो ठाउँ चाहिँ देखेँ। अनि त्यो दिन देख्नेले त्यहाँ गहनाहरू थियो त्यहाँबाट भनेर र त्यो वरिपरि पैसा लगायतका चिजहरू थिए। भोलिपल्ट म 25 गते जाँदाखेरि च्यातिएका आधा डलेका नोटहरू, कोही राम्रै पैसाहरू, त्यो सिक्काहरू थिए त्यहाँ। बग्रेलती थिए त्यस्तो धेरै बाक्लो त थिएन, किन 3000 मान्छे आज अघि आएर गए। म 4 बजीतिर पुगेँ, 3000 मान्छेले आज 25 गते 3000 जति मान्छे यहाँ आए भनेपछि 3000 मध्ये 200-400 500 ले लगे होला, के गरे होइन। सत्य हो, यति मात्र मैले चाहिँ सत्य देखाए हो। अनि अर्को कुरा दुवैजनाको उस्तै हो दुवैजनाको। तर के हो भने प्रचण्डको चाहिँ एक लट मात्रै मान्छेले लान पाए, त्यसपछि प्रचण्डको चाहिँ त्यसले घेराबारा गरिहालियो, भित्र बस्नलाई निषेध। देउबाजीको त 28 गते म दोहोऱ्याएर जाँदाखेरि पनि देउबाजीकोमा त खुल्लै थियो। म बालकोट गएँ। बालकोटमा यस्तो छ, बालकोटमा चाहिँ त्यहाँ त्यो किताबको यति धेरै त्यो खरानी छ नि, त्यो किताबै जस्तो किताब छ त्यस्तै रूपमा खरानी छ क्या। किताबै जताततै किताबका खरानीहरू छन्, अरू केही पनि छैन होइन। त्यहाँ चाहिँ छिमेकीहरू म 2-3 जना चिन्छु, उहाँहरूलाई सोद्धाखेरि उहाँहरूले के भन्नुभयो भने पैसा चाहिँ कतिखेर पनि भेटिएन, सुनचाँदी पैसा गहना गाडी यस्तो उस्तो चाहिँ थिएन, भेटिएन उहाँकोमा। पहिला पनि त्यस्तो हुन्थेन, तर किताबहरू हामीलाई पनि साह्रै माया लाग्यो। एक किसिमको सङ्ग्रहालयमा चाहिँ उहाँले भोलिका मितिमा साह्रै पछिल्लो पुस्तालाई छोड्नको लागि धेरै कुराहरू थिए, ती चाहिँ दुःख लाग्यो हामीलाई। त्यस्तो थाहा पाएको भए कमसेकम ती महत्त्वपूर्ण पुस्तकहरू चाहिँ हामी ल्याएर दस्तावेजहरू पुस्तकहरू संरक्षण गरिदिन्थ्यौँ भन्ने जस्तो पनि कुरा गरे। आँखाले देखेको मतलब हामीले समाचारमा हेर्दाखेरि देउबा र प्रचण्डको घरमा नोट डल्यो, केपी ओलीको घरमा चाहिँ किताब जल्यो, त्यो सत्य कुरा हो। त्यो सत्य कुरा हो, मैले देखेर आएको हो।